Hello guys, welcome back to my channel. आज चाहिँ हामी विश्वकर्मा पूजा स्ट्यान्डमा हुँदै थियो हो। अन्त टिका लाउनु मन परिरहेको थियो। अन्त यहाँ दिदीसँग भेट भएर बिना दिदीसँग मेरो फेभरेट माई बेस्ट दिदीसँग भेट भएर हो यहाँनिर उयो गर्यो हो। हामीले टिका लाउनु लागि लाइनमा बस्यो। अन्त हामी यहाँ हाँस्दै लाइनमा बसिरहेको थियो। अन्त त्यहाँदेखि चाहिँ हाम्रो टर्न आउनु आँटेको थियो होइन, बिकज त्यहाँनिर पुरा भिड पनि थियो। अन्त हामी टर्न वाइज गरेर लगौँ ल भने हो। अन्त हुन्छ दिदी भनेर चाहिँ दिदीले भन्यो तिमी पहिला जाऊ करिश्मा भन्यो हो। अन्त म चाहिँ यहाँनिर रेडी छु टिका लाउनु लागि। भगवान्लाई आशीर्वाद मागेँ है। भगवान्को आशीर्वाद लिँदै आजको दिन चाहिँ मेरो यसरी बित्यो है। अन्त म चाहिँ स्कुलबाट आएर त्यहाँदेखि बजारमा हामी दिदीसँग भेट भएर त्यहाँदेखि चाहिँ यहाँनिर हामी टिका लाउनु लागि बस्यो गाइज। अन्त यहाँनिर चाहिँ मेरो टर्न आयो, यु क्यान सी आउट हियर है। त्यहाँदेखि म बसेँ त्यहाँनिर। त्यहाँदेखि चाहिँ टिका लाउनु लागि त्यहाँदेखि हाम्रो गुरुजीले यहाँ टिका लगाइदिनु भयो हो। अन्त मलाई टिका लाउनु मन परिरहेको थियो नि त। अन्त यहाँ दक्षिणा चढाएर हातमा मैले धागो बाँधेँ है। अन्त गडको भगवान्को ब्लेस मागेँ मैले हो, ब्लेसिङ मागेर त्यहाँनिर आजको विश्वकर्मा पूजाको अन्तिम घडीमा चाहिँ मैले यसरी बिताएँ है। अन्त टिका लगाएर यहाँनिर उभिरहेको छु। त्यहाँदेखि बिना दिदीको टर्न आयो। अन्त दिदीले टिका लाउनु भयो हो। त्यहाँदेखि चाहिँ दिदीले टिका लाउनु हुँदैछ। अन्त उहाँले पनि भगवान्कोबाट आशीर्वाद लिनुभयो। अन्त गुरुजीकोबाट टिका हातमा है यसरी धागो बाँधिदिनु भयो हो। त्यहाँदेखि चाहिँ हामी त्यहाँबाट चाहिँ प्रसाद थाप्नु लागि अब तयारीमा छौँ हो। त्यहाँदेखि हामीले त्यहाँ दिदीले दक्षिणा पनि दिनुभयो। अन्त दक्षिणा दिइसकेर चाहिँ यतिकै प्याक गरिदिनु माग्नु भयो। त्यसपछि चाहिँ हामी बाहिर फोटो खिच्नुतर्फ लाग्यो है। दिदी र मेरो फोटो खिच्यौँ हामीले यसरी भेटघाट गरेर आजको दिन यसरी बितायो। अन्त गुरुजीसँग खिच्दै गरेको फोटोहरू खिचिदिएको थियो दिदीको पनि हो। अन्त यहाँ बाहिर पन्डलको बाहिर हामीले फोटोहरू क्लिक गर्यो एक दुईवटा। त्यहाँदेखि मैले सिङ्गल फोटो पनि क्लिक गरेँ टिकामा गाइज हो, यु क्यान सी आउट हियर। अन्त एकदम रमाइलो दिन बित्यो। थ्याङ्क यू गाइज फर वाचिङ।